मेची राजमार्ग अलिकति पानी पर्यो भने हाम्रो गाडीमाथि चल्न सक्दैन। पेलासेको बाटोको अवस्था त्यस्तै छ। त्यसो हुँदाखेरि फेरि पनि हामी अलिकति पानी आउने बित्तिकै इलाम टापुमा बस्न बाध्य छौँ र अहिले लाग्छ कता कता इलाम चाहिँ नेपालको मानचित्रमै छैन कि इलामलाई किन यति धेरै अवहेलना गरिराखिएको छ। घोषणा गरिएको कार्यक्रम हामीले नयाँ कुरा केही मागेका छैनौँ। हामीले सरकारलाई यो चाहिँ हामीलाई 6 लेनको बाटो चाहियो, अरू कुरोहरू चाहियो, केही भनेका छैनौँ। कमसेकम राज्यले घोषणा गरेको विपदमा परेको इलामको नागरिकलाई उठाउनको लागि घोषणा गरेको राहत कार्यक्रम चाहिँ कमसेकम कार्यान्वयन गरिदिनुहोस् न भन्दाखेरि त्यो पनि हामीले अनुभूति नहुँदाखेरि इलाम छिट्टै पनि टापु बन्दैछ। अब अलिकति पानी आयो भने इलाम टापु बन्ने अवस्था छ। माइपारी हेलिकप्टर राखेर इलाममा चार्टर उडान गरेर यहाँको दैनिक उपभोग्य सामग्रीहरू ढुवानी गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा यो सारा इलाम उद्योगी व्यवसाय मात्र नभएर आम किसानको भोलि यहाँ उत्पादन बिग्ने अवस्था छैन। यहाँको जनजीवन आक्रान्त बन्नेवाला छ भोलि। त्यसो हुँदा यो विपद पश्चात आग लागि भइसकेपछि कुवा खन्नुभन्दा सुरुमै हामीले जगेर्ना गर्नुपर्ने जुन हाम्रो एउटा भनाइ छ त्यही अनुसारले नै हामीले त केन्द्रीय सरकारलाई पटक पटक भनेका छौँ। हिजो अस्ति पनि सडकको डिसाबसँग कुरा भयो, सिडिओ साहबसँग कुरा भयो, हुन्छ 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 भन्नुहुन्छ, तर 2.5 महिना बितिसक्यो। अब कहिलेसम्म हामीले पुर्ने? त्यसो हुँदा इलामलाई सधैँभरि यसरी अवहेलना गरेर इलामलाई हेपेर सधैँभरि यसरी हामीलाई गुमराहमा राखेर जुन अन्याय गर्नुभएको छ केन्द्र सरकारले, यस्तो नहोस् र थप आन्दोलनका कार्यक्रमहरू इलामवासीले फेरि घोषणा गर्नु नपरोस्। यथाशक्य हामीलाई त अरू नयाँ कुरो हामीले केही मागेको छैन। कमसेकम राज्यले घोषणा गरेको, राज्यले नै ढाँट्नु भएन नि त। राज्यले चाहिँ घोषणा गर्ने इलाममा चाहिँ यो चाहिँ तपाईँको सम्पूर्ण 3 महिने घोषणा गरेर अरू कुराहरू प्याकेजका कार्यक्रमहरू व्यवसायलाई राहतका कुराहरू त पर गए। आधारभूत कुराहरू सारा जनजीवनसँग प्रत्यक्ष सरकार राख्ने विषयवस्तुहरूमा पनि बेखबर बन्द जुन राज्यले इलामलाई चाहिँ हेपेको छ यसमा घोर भर्त्सना गर्दछु। र यहाँहरूले जुन यो शान्तिपूर्ण आन्दोलन तय गर्नुभएको छ यसमा निजी क्षेत्रको तर्फबाट, इलाम उद्योग वाणिज्य सङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई मेरो संस्थागत तर्फबाट एकीबद्धता रहेको जानकारी गराउँदै मेरो 2 शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।